गन्द्रुक। ठ्याक्कै बन्नुपर्दा आजको यात्रा हाम्रो रहनेछ गन्द्रुक टु म्याग्दीसम्मको यात्रा छ। साथीहरू कृपया भिडियो हेरिदिनु होला। हस्त धन्यवाद। यस्तो डेन्जर टर्निङ यार यो त। पुरै ओह्रालो छ, डरलाग्दो खाले छ यार टर्निङ पनि। यस्तो ठाउँमा क्या बबाल रोड बनाएको रहेछ यार। यो चाहिँ ठ्याक्कै गन्द्रुक जाने बाटो यस्तो छ, हेर्नु होला। उता फेरि कुन गाउँ हो, सानो अलिकति मात्रै देखिरहेको छ यार मैले चाहिँ। यस्तो ठाउँमा यस्तो बाटो भनेको त मान्नै पर्छ यार। क्या दामी छ यार बाटो, एकदम राम्रो छ। यहाँ पानी छ, यहाँ झर्ना जस्तो सानो झर्नाहरू आइरहेको छ। ल अब चाहिँ हामी लागियो। आजको यात्रा चाहिँ हाम्रो चाहिँ समथिङ हुन्छ होला म्याग्दीसम्म चाहिँ। साथीहरू हेर्नु होला भिडियो चाहिँ। ल है साथीहरू, कस्तो लाग्यो भिडियो हाम्रो। र हामी चाहिँ यस्तो यस्तो ठाउँमा घुम्नको लागि जान्छौँ र त्यही भएर तपाईँहरूको लागि पनि हल्का अलिकति झलक देखाइदिउँ भनेर मात्रै हो।
हेर्नु होला यस्तो राम्रो सुन्दर ठाउँ रहेको छ नेपालको चाहिँ वाउ वाउ सो ब्युटिफुल ठाउँ मलाई चाहिँ अति नै सुन्दर लाग्यो साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया पनि दिइदिनु होला र तपाईँहरूले फुल भिडियो हेर्नुहुन्छ भने चाहिँ रोनिस ब्लगमा गएर हेर्दा पनि सक्नुहुनेछ हस् त धन्यवाद साथीहरू वाउ सो नाइस प्लेस नेपालको एकदमै राम्रो ठाउँ छ साथीहरू आउन सक्नुहुन्छ तपाईँहरू पनि घुम्नको लागि चाहिँ पुरै हावाले गर्छ अरूले के हाई गरेर ए मैले देखेको साइन्टिफिकली अब चाहिँ हामी ठ्याक्कै आइपुग्न आँटिसकेको छ म्याग्दीतिर ठ्याक्कै म्याग्दीको पुलमा हामी प्रवेश भइसकेको अवस्था हुन लाग्यो अब एकैछिन अब हामी चाहिँ ठ्याक्कै भन्नुपर्दा अब केही छिनमा म्याग्दीको पुल आइपुगेको अवस्था छ र साथीहरू म्याग्दी प्रवेशद्वार ठ्याक्कै आइपुग्यो र त्यसै गरी अर्को भिडियोको लागि चाहिँ हामीलाई अलिकति तपाईँहरूले समय दिनुपर्ने हुन्छ